एक महिना भयो भने भए म कोठा बनाइदिन्थेँ। तिमी मेरो तर ग्याङ हान्दा त त्यहाँ मोबाइल हलिँदो रहेछ न ल भाइ यहाँ काट्ने भनेको अब काट्नु त कहाँ काट्ने हो मलाई थाहा छैन के अरे मलाई त्यस्तो आइडिया छैन ड्युटी भयो कि भयो त होला साउन्ड पो आउँछ नि आउँछ घर डिस्टर्ब हान्दैन देख्दैन पनि देख्छ चटोसँगले 4 केजीको खरबुजा यस्तरी हान्ने होला चट काटेको ठिक छ कस्तो यस्तै होइन यस्तै त होला नि अब जुन सधैँ काटेको खाइरहनु भयो नि अब यो सिङ्गल समाउँद अबे दामी देखियो ल्या धेरै सक्छु कि छैन भने होइन यस्तो गरेर बोक्दा थङ्नेलको लागि अनुहार त अलिक निहुर्याउनु पर्छ नि मात्र आउँछ कि तर आउनु अलिक निहुर्या नि तेरो सानो टाउ कत्रो छ ल अब काट्ने अनि खाने हो क्या आफै काट्ने खाने कुहिएको जस्तो के हो यार यस्तै हो के भन्छ हौ पिस बनाउनु पर्दैन होला है अघि काटेर बनाउने हो भिडियो चाहिँ खासमा पर्दैन के काटेको नि हाल्नुपर्छ नि ग्लुम पारेर तेरो उता है मेरो यता के हो सबको नि मेरो थाल्ले त मेरो लागि तिमी मेरो दामको टेक्यो मान्छेहरूलाई के गर्ने होइन होला कृष्ण बहिनीहरूलाई थाल्दा राख्न है त्यो यो मेरो हो र मेरो हो नि अनि कहिले नि त त्यो पिस कसरी खानु चाना हो धेरै भने उठाउनु पर्छ अब चाहिँ सोधेको त अनुहारै आएन पुरै आएन काटेकै आएन कि तल यो क्यामेरा यता भएर अब आउँछ अब आउँछ राम्रो मेरो धेरै आइक्यो होइन त्यो सानो बनाएपछि धेरै देखिँदो रहेछ कि उठान यस्तरी मुख स्थानमा यस गाडी भनेर गाडी ल स्टार्ट भयो अब यो छोटले राखिदिनु पर्यो अलिकति है ल खानु सक्दैन ओहो यो त धेरै गुलियो छ त हो भाइ त कसले खाने छिटो ल तनाउ त्यसले चुकुले खाँदैन दामी है सन्ध्या सुरुमा दामी अहिले देखाए कि उसको त्यो बिहा हाल्ने हुँदैन एउटा उता प्लास्टिक के गर्नुपर्छ बिहा त्यो निल्नु अब के गरेले मेरो ऊ सानो खाना पिस छ नि पनि सानो बन्यो चाहिँ सानो पिस बनाएपछि खानु सजिलो हुन्छ भनेर क्या
हो र त गाह्रो भयो यहाँ यहाँ पुरै यहाँतिर लाग्यो बाजारले खाएको छु देखियो होला मैले खाएको त त्यो त्यो के अरे उसमा मिठो भिडियो आउँदैन त्यो प्राइमरहरूको आउँछ नि त्यो जङ्गलमा त्यो घर बनाउँछ नि गर्दै खान्छ नि त्यस्तै हो क्या गर्दा यस्तो होइन त ठुलो चानामा त्यो आउने त नि यार म त अगाइसकेँ कस्तो मिठो यार यसरी खाँदा मजा आइरहेको छ कि छैन हौ कहाँ किन रोकेको खरबुजा म पो हाँसु छैन मलाई थाहा छैन जोसी चाहिँ खाऊँ न खानुतिर ध्यान दिउँ तर नहुँदो रहेछ यार 4 केजी लिएको अलिक चक्लेट हुँदा अलिकति बढी अलिकति बढी हो कि कम हो बढी होला धेरै हुँदो रहेछ फ्यान दिएको त आज अलिक धनी छु म खरबुजाको धनी छु नि कस्तो कुरा तँ सक्छस् त सकाउनु परेन आफै यति त खानु पऱ्यो यार तर जित लाग्छ मैले भाइ कस्तो अरे कस्तो खाएको होइन पसन्द गर्नु यत्तिकै नर्मल पेट फुलिसक्यो मैले खासमा अझै धेरै ल्याउनु खोजेको थिएँ तर अस्तिको चोटि पनि करेन्ट चाउचाउ फ्याँक्नु पऱ्यो खानेकुरा किन फ्याँक्ने पैसा त्यत्रो हालेको भनेर थोरै ल्याएको तर यो पनि धेरै हुँदो रहेछ मलाई चाहिँ धेरै हुने एक त सक्छ भुक्कड हो नि त लगाइसक्यो बन्द गरेर फेरि स्टार्ट गर्नु पऱ्यो क्या मोबाइल फेरि ए भयो छैन भने धेरै लामो भयो भने हुँदैन मेरो मोबाइल फेरि खत्तम छ क्या भुन त भइरहेको छ ल यो भिडियो चाहिँ मैले हल्का बिचमा काटेँ किनभने मेरो मोबाइल चाहिँ अलिक ह्याङ छ क्या घरिघरि धेरै लामो खालको भिडियो नि हुँदैन अनि छिनछिनमा चेक गरिरहनुपर्छ अब मोबाइल ह्याङ छ अनि त्यही भएर बरु चेक गर्दै काट्दै गरेको खान त हामी त्यति नै हो हामी त अरू त्यस्तो स्किप त्यस्तो केही गर्दैन धेरै बढी भयो क्या के भयो उठायो किन यसो कम छ भने यहाँ छ नि त एउटा त्यहाँ यसले सानो पिस चाहिँ मैले राखेको छु बाहिर यत्रो खाइसक्यो यो छ तर अब कति राखेको यसले कति राखेको त भिडियो स्टप गर्नु गएको सकिसकेको छ तर मजा आउने है खानु चाहिँ अगाडि नि मजा लाग्छ धेरै खाइसकेको हुन्छ यो माथिको पार्ट चाहिँ यस्तो पार्ट चाहिँ गुलियो हुने हो यो पार्ट छ यो पार्ट चाहिँ गुलियो हुन्छ फेरि यता चाहिँ छैन फेरि
तैँले मात्र खाएको हामीले सिकाइरहनुपर्छ तैँले भन्दै अहिले फेरि त्यो मैले सिकाउनु खोजेको चाहिँ के होइन तपाईँहरूले त खा होला सधैँ हामी त त्यस्तो खान्न पनि कहिले काहीँ खाने हो सिका होइन जो थाहा भयो नि भन्यो मैले छिटो खाने यार Honestly, hungry yeah, I'm try. म फर्स्ट के भन्नु पाएँ कस्तो भयो अनुभव कस्तो भन्नु मिठो भयो गुलियो भयो अगायो पुरै मजाले अगायो शरीरको लागि चाहिँ एकदमै राम्रो किनभने वाटर दिन्छ वाटर अस्ति करेन्ट गएको हुँदा त धेरै राम्रो सस्तो पनि पर्यो क्या कति रे 50 रुपियाँ केजी रे ए 200 गल्यो अस्ति 200 को एकजनालाई थियो होइन अस्ति 250 को भयो 250 को एउटा एकजनालाई एकजनालाई के गर्छ सरी पुरै आयो अनि यत्रो खाइयो ल तपाईँहरू पनि खानु होला भन्दिनँ म तपाईँहरूले खाइसक्यो होला बाई बाई मैले फिनिस त गरेँ है खाइसकेको छ पनि खाइसकेको छ सबै ल बाई गान्धी ल टाढा सी यु नेक्स्ट टाइम इन द नेक्स्ट ब्लग भन्दा के नेक्स्ट मुकबाङ नेक्स्ट मुकबाङ नेक्स्ट मुकबाङ तेरो मेरो चाहिँ दाजुभाइको ल त्यति बेलासम्म फेरि केही खानु पाइँदैन त्यति बेला मात्र फेरि मिठो खानु पाइन्छ कस्तो रोक्नु लाग्यो यहाँ हल्लियो नि मोबाइल ल भाइ साला केही दिँदा त खुवाउँदैन जस्तो कुरा गर्छ त यसले त त्यस्तो होइन म भाइलाई खुवाइरहेको हुन्छु के भन्छ ल भाइ